गुड मर्निङ एभ्रिवान, आई होप एभ्रिबडी इज फाइन। र आज म चाहिँ जाँदैछु भुँडी टिप्नको लागि। यतातिर पुरै झकमक्क भइरहेको छ। यतातिर आइसकेको छ। यहाँनिर भुँडी टिप्ने ठाउँतिर भुँडी चाहिँ मैले यति टिपिसकेको छ। आधी झोला टिपिसकेको छ। र घामले यस्तो तातिरहेको छ कि होइन, टाउकोमा बाँध्नको लागि केही कपडाहरू पनि ल्याएन मैले। यस्तो तातिरहेको छ कि माई गड। ओके गाइज, यस्तो गर्मी भइरहेछ। गर्मीले चाहिँ पसिना निस्किसकेको छ अलिअलि, देख्न सक्नुहुन्छ। यस्तो तातिरहेछ कि होइन, अब के गर्ने, खोज्नै पर्यो होइन। ओके, अब केही समयपछि चाहिँ सकिन्छ। ओके गाइज, भुँडी टिपेर सकिएको छ। एक झोला भाखा भुँडी चाहिँ होइन टिपेको। वहाँ परदेखि होइन देख्न सक्नुहुन्छ, यो पुरै सिँगाइ थियो वहाँ परसम्म देख्न सक्नुहुन्छ। र यो सबै यति भरिमा चाहिँ सबै भुँडी थियो। त्यही भएर चाहिँ यो सबै चाहिँ टिपेन मैले, यो सुकेकोहरू मात्रै छानेर टिपेको थियो। र फाइनली एक झोला भारै छ। अब यो भुँडी लगेर जाँदैछु म पनि घरतिर होइन। यस्तो छ भाइ, अब के गर्ने। ऐट झन्डै लडेन हो। यतातिर सबै देख्न सक्नुहुन्छ, फापर र तुरेहरू छन् वहाँ परतिरसम्म सबैतिर। ओके गाइस, म चाहिँ घरमा आइपुगिसकेको छ भुँडी ल्याएर। अब यसलाई सुकाउनु पर्यो। यतातिर मजाले यहाँनिर खनेर होइन लगाए। यति भएछ है। अब यसलाई मजाले सुकाइदिने होइन। यो सुकिसक्यो ल, देख्न सक्नुहुन्छ मजाले। अब ल्याएर घरमा ल्याएर नै सुकाइसकेको छ है त गाइस। यसरी फाइनली सुकाइसकेको छ। ओके गाइस, अब नेक्स्ट भिडियोमा भेटौँ ल। ओके, गुड लक गाइस सबैजनालाई।